सम्पूर्ण मिश्र ग्यालको विद्यार्थीहरूलाई टस्टिएर नमस्ते। आजको दिनमा चाहिँ धमङको पेज नम्बर 22 को अन्तिमको जिक्दिनबाट 26 को जम्बल सन्चय अन्तिमसम्म पढाउन गइरहेको छु। आजको दिनमा चाहिँ जम्बल सन्चय कम्प्लिट हुन्छ धमङमा भएको चाहिँ। अब क्लास सुरु गरौँ होला। अनि जसले पनि हाम्रो च्यानलमा सब्स्क्राइब गरेको छ भने प्लिज सब्स्क्राइब गरिदिनु होला। टुनपा चिकपो ड्रोवेला यहाँसम्म चाहिँ अस्ति हामी पढिसक्यो है। अब यहाँबाट आजको दिनबाट चाहिँ है जिक्तेन छोकचुर रापठाक पा छेकी जिन्दाक छेवा पो छाम्बे गोछा छेपा ते निंजे यिनी याले ख शेरप रल्टी दाशु थोक न्यूनमोंग मिशे युलंगो सेल पाओ दुटा दुदुल वा दुशी जिक्पा सलवार छे दुकी पुंगनम फामजे पा जोकपे सांगे जिक्तेन टेन छे töhe chaki ne takdu rimur chawe he kurhe jepar chawe chok chakchar hepa lame rap jiktin sumbo 곰칙 트 카달 탐에 넘버는 숨릭 짱마 닭바 때 응시 tukden 제딘 투 정줍 셈바 제 주툴 챔보 직된 데 셰럽 파룰 침베 다 셰럽 끼니 데니 톱 ताकरीक शेनरिक थामचे पा कुनला फेम्पा खांगसाक छोक पेरचा कुनले थेपा ते शेतांग शेचे ताकपो 촉, 쪼보, 취기, 진닥, 때, 차갸, 시부, 든든, 빠, 조웨, 닝굴, 내기, 촉, 니중, 숨보, 전남 기 등기
दाम्बा नमदाक पल जिक्तेन सुमना कलसंग छे पालदेन चुरपा कुंचे पा जंबल पलदंग देम्बे छो छोकजिन दोजे छोकु दु 양닭 털규 쾌라 두 동리 닝부 쾌라 두 상계 정줍 쾌라 두 상계 착바 쾌라 두 상계 되라 착철 두 상계 개파 쾌라 두 상계 롤라 착철 두 상계 줌바 쾌라 두 상계 셰라 착철 두 상계 숭니 쾌라 두 상계 툭라 착철 두 메파 리중 쾌라 두 상계 중화 쾌라 두 남카 레중 쾌라 두 이셰 레중 쾌라 두 규툴 다와 쾌라 두 상계 롤든 쾌라 두 탐제 쾌라 두 이시 균이 쾌라 두 옴 सर्वा धर्मा बावा सावा बावा विशुद्धा वज्रा चक्षु आ अंग आ प्रकृति परिशुद्ध सर्व धर्म यदु ता सर्व तथा गाता ज्ञान काया मंजू श्री परिशुद्धि ता मुपा दाये ती आ सर्प तथा गाता श्री दाया हारा ओम हुम श्री भगवान ज्ञान मूर्ति वगीश्वरा महा पाच सर्प धर्म गागा नामा माला सुपारी शुद्ध धर्म धातु ज्ञान गर्भ आ। अब फेरि एकचोटि मन्त्र गाह्रो ठाउँमा जुलो गरेर भन्छु है। अब यो मन्त्र पढ्दाखेरि तपाईले के गौर गर्नुपर्ने हुन्छ नि
गाप त गा जाप त जा ढाप त डा धाप त दा भाप त बा जन त क्या काशलो छा भनेर चाहिँ द्वितीय अक्षर भएको 7 छ त्यो चाहिँ मनमा कण्ठ गर्नुपर्ने हुन्छ। यो कण्ठ गरेको छ भने तपाईले यो पढ्न सजिलो हुन्छ। यो 7 र द्वितीय अक्षर बाहेक अरु 7 आउँदछ भने अनि माथिको चाहिँ आदि मानिन्छ। कुरा त्यो आयो है। त्यो कारण त्यो चाहिँ मनमा कण्ठ गर्न एकदम आवश्यकता छ। द्वितीय र 7 भएको अक्षर चाहिँ अहिले आउँदाखेरि पनि भनिदिन्छु है। अब जस्तो कि भनौं न है, यो मन्त्र चाहिँ फेरि एकचोटि पढेर जहाँ जहाँ गाह्रो छ त्यस्तो ठाउँमा चाहिँ कारण किन हो भन्ने कुरा चाहिँ म सम्झन गइरहेको छु। यही मैले दमाङमा पढ्न खोजिरहेको छु है। ओम सर्व, यो सर्व कसरी आएको अनि सारा सर बा सर्वा भनेर पढ्नुपर्छ भन्ने कुरा। अब कसरी चाहिँ सर्व भएको हुन्छ नि, गप त गा जाप त जा डाप त डा धाप त दा भाप त बा जन त क्या काशलो छ भन्ने 7 अक्षर हुन्छ द्वितीय अक्षर भएको। त्यो अक्षर बाहेक अरु द्वितीय अक्षर आउँदछ भने अनि माथिको चाहिँ आदि हो भनेको छ। यतिखेर चाहिँ रा र बा दुईटा अक्षर छ। यो रा र बा दुईटा अक्षर चाहिँ गप त गा जाप त जा ढाप त डा धाप त दा भाप त बा जन त क्या काशलो छ भनेर चाहिँ यो 7 भित्र नहुँदाखेरि चाहिँ रा चाहिँ आदि हो। आदि भयो भने झिन्झुकमा राख्नुपर्छ। झिन्झुकमा राखिसक्यो भने अगाडि अक्षर के छ त्योसँग जोड्नुपर्छ। जस्तो कि यति अहिले यो स्थितिमा चाहिँ 7 छ नि है। अनि सारा सार बा सर्वा भनेर आउँछ। त्यस्तै दाप त दा, अब दाप त दा चाहिँ गप त गा जाप त जा ढाप त डा धाप त दा दाप त दा छ 7 भित्र छ। यो अक्षर एउटा मानिन्छ। फेरि यहाँ चाहिँ के छ, रा र मा छ है। रा र मा हुँदाखेरि चाहिँ गप त गा जाप त जा ढाप त डा धाप त दा भाप त बा जन त क्या काशलो छ भने द्वितीय अक्षर भित्र यो छैन। यो 7 अक्षर भित्र दुईटा भएको अक्षर चाहिँ 7 भित्र यो छैन। नहुँदाखेरि चाहिँ रा चाहिँ के भयो, रा र मामा रा चाहिँ आदि भयो। आदि हुँदाखेरि झिन्झुकमा राख्नुपर्ने हुन्छ। झिन्झुकमा राख्यो भने चाहिँ अगाडि के छ त्योसँग जोड्नुपर्छ। जस्तो कि दाप त दारा दार मा धर्मा भनिन्छ है। यो मन्त्र पढ्दाखेरि चाहिँ नेपाली जस्तो हिन्दी जस्तो पढ्ने एकदम आवश्यकता छ। टिप्पणी जस्तो पढ्नु हुँदैन। टिप्पणी जस्तो पढ्यो भने दाप त दा रामा त मा धामा भन्ने हुन्छ। प्रष्ट मुखबाट निस्किँदैन। त्यही कारणले चाहिँ हामीले यसमा चाहिँ के गौर गर्नुपर्ने हुन्छ कि जब हामीले मन्त्र पढेको बेलामा चाहिँ नेपाली जस्तो हिन्दी जस्तो पढ्नु एकदम आवश्यकता छ। किनभने चाहिँ नि यो भाषा नि संस्कृत भाषा भएको कारणले गर्दाखेरि। अनि यो हा चाहिँ के भयो, माको मुनि हा चाहिँ अकर मानिन्छ उनीहरूको भाषामा है। हिन्दी नेपाली संस्कृत भाषामा चाहिँ अकर मानिन्छ। दाप त दारा दार मा यसो हुन्छ धर्म भनेर है। अगर छैन भने त मा भए, अगर भएर मा यसरी आउँछ धर्म भनेर है। अनि बाप त बामा पनि अगर छ है, बा भनेर आउँछ है धर्म। अनि बावा, अनि बा हो तर हामीले सानोदेखि बानी भएको कारणले गर्दा बावा भनेर है। अनि सवा भनेर सा चाहिँ आदि वा पुरा हो है। किनभने यो दुईटा अक्षर चाहिँ गप त गा जाप त जा डाप त डा भित्र छैन नि है। यो 7 भित्र नहुँदाखेरि चाहिँ अनि सा चाहिँ आदि मानिन्छ। अनि आदि छ भने सवा भनेर यसो है। अनि बाप त बा त गप त गा जाप त जा डाप त डा धाप त दा भाप त बा भन्ने छ नि है। अनि बावा अनि बी शुद्ध दा है। अब सशब्द शुद्ध दाप त दा शुद्ध भनेर हुन्छ है। किनभने चाहिँ दाप त दामा चाहिँ दा छ नि है। दा चाहिँ आदि मानिन्छ। दाप त दा चाहिँ पुरै भयो नि है। अनि अगाडि अक्षर के छ सशब्द शु छ नि है, त्योसँग जोड्नुपर्छ। सशब्द शुद्ध दाप त दा शुद्ध। अनि बा जर त ज्र वज्र। अनि च काशलो छ चाहिँ गप त गा जप त जा यो 7 भित्र छ नि है। हुँदाखेरि चाहिँ सशब्द सु काशलो छ छु भनेर है। छु अ एउटा चाहिँ आ भयो, एउटा चाहिँ अ भयो नि अगर भएको कारणले हा चाहिँ अगर भयो नि है। अनि अब टिप्पणी पढ्दाखेरि चाहिँ यहाँ कति रहेछ
आ भएन अनि आकेको इ असुब्च उ आटेमको ए आना र ओ छ नि है आ पनि जोडेर याङ पाँचहरु मानिन्छ नि है तर यो मन्त्र पढ्दाखेरि चाहिँ उनीहरुको भाषा भएको कारणले गर्दाखेरि संस्कृत भाषा भएको कारणले गर्दाखेरि चाहिँ संस्कृत भयो हिन्दी भयो नेपाली भयो उहाँहरुको भाषामा चाहिँ 16 याङ हुन्छ आ आ इ इ उ उ रि रि लि लि ए आई ओ औ आङ आ भनेर यसमा चाहिँ अङ भन्ने थियो यो याङ हो माथिको गोलो चाहिँ याङ हो है अङ आ अनि परत प्रा भन्ने हुन्छ टिबेटन पढ्दाखेरि चाहिँ परत टा हुन्छ नि है मन्त्र पढ्दाखेरि चाहिँ परत प्र अनि करत क्र क्रकिको क्री भने डबल के भन्छ उल्टा खिगु भएको चाहिँ रि हो उनीहरुको भाषामा याङ हो याङ 16 एउटा याङ भित्रबाट एउटा याङ हो प्रक्रि भनेर प्रकृ है ति प्रकृति अनि परि शुद्ध शब्द शुद्ध शुद्ध धप्त द शुद्ध अनि सारा सर प सर्प धप्त धारा धर्म धर्म यदु ता सारा सर ब सर्प तथा गाता जनत ग्या द सादर गप्त गा जप्त ज डाप्त ट दाप्त दा बाप्त बा जनत ग्या कसलो छ भन्छ नि जनत ग्या सादर भित्र दुईवटा अक्षर भएको सादर भित्र भएको कारणले गर्दा यो एउटा भयो नि अनि यसको यहाँको मुनि चाहिँ हा चाहिँ अगर हो है ज्ञाना हुने चाहिँ ज्ञान हो है जनत ग्या ज्ञान हो अनि तर पनि अहिले यसमा चाहिँ अब धेरै जस्तो ज्ञान भन्नु पर्दो रहेछ एक्चुअलमा चाहिँ ज्ञान हो है तर पनि अहिले ज्ञान भन्नु पर्दैन है ज्ञाना काया मञ्जु अनि यहाँको मुनि जा छ नि है अनि जाको माथि यहाँ हुँदाखेरि चाहिँ यहाँ चाहिँ आदि अक्षर हो यो यहाँ र जा चाहिँ सातवटा अक्षर भित्र छैन नि है अब यसमा चाहिँ जा माथि छ यहाँ तल छ त्यो चाहिँ सातवटा अक्षर भित्र छ तर यतिखेर चाहिँ यहाँ माथि छ जा तल छ नि है त्यो चाहिँ सातवटा अक्षर भित्र नहुँदाखेरि चाहिँ यहाँ चाहिँ के भयो आदि मानिन्छ आदि भयो भने झेन्जुक भयो भने अगाडि जे अक्षर छ त्योसँग जोड्नुपर्छ जस्तो कि माया मन जसब जुजु मञ्जु भनेर है शरत श्र श्रकीको श्री मञ्जु श्री परि शब्द शुद्ध शुद्ध दाप्त दकीको दि शुद्धि तल अक्षर के छ पुरै अक्षर हो नि है दाप्त द जुन चाहिँ पुरै अक्षर हो यसलाई चाहिँ याङ लागिन्छ है झेन्जुकमा यहाँ लाग्दैन नि है तलको त्यसमा चाहिँ याङ लागिन्छ है किन मिङ्सीमा मानिन्छ नि है शब्द शुद्ध शुद्ध दाप्त दकीको दि शुद्धि ता मुपा दाये ती बाप्त बा गा वाना वन भगवान ज्ञाना म शब्द मुरा मुर तकीको ती मूर्ति भनेर है मूर्ति भनेर चाहिँ अब टिबेटन हो भने रतता हुन्छ नि है यो चाहिँ टिबेटन जस्तो पढ्ने होइन उहाँहरूको भाषा भएको कारणले गर्दाखेरि चाहिँ नेपाली जस्तो हिन्दी जस्तो पढ्ने हो ताको मध्ये रात छ नि है अनि यो सातवटा भित्र नहुँदाखेरि चाहिँ सातवटा दुईवटा अक्षर सातवटा छ नि है गप्त गा जप्त जा डाप्त दा धाप्त दा बाप्त बा जान्द क्या आकाशले छ भनेर त्यो भित्र नहुँदाखेरि चाहिँ अनि ताको माथि रा हुँदाखेरि चाहिँ रा चाहिँ सातवटा भित्र छैन है अनि चाहिँ रा चाहिँ आदि मानिन्छ अनि मासुम चाहिँ मुर र मुर ताकेको ती मूर्ति है अनि वा होइन है अनि हात छ नि है गकीको गिस्सा गिस भनेर है वाको माथि सा छ नि है अनि त्यो वा र सा र वा भन्ने कुरा चाहिँ यो दुईटा अक्षर चाहिँ सातवटा भित्र छैन नि है गप्त गा जप्त जा भित्र नहुँदाखेरि चाहिँ अनि माथिको सा चाहिँ आदि हो नि है अनि गकीको गिस्सा गिस अनि वा र वार व गिस वा रा भनेर है वा गकीको गिस्सा गिस वा रा व गिस वा रा महा पाचा सर्वा सरा सर्वा सर्वा दाप्त दारा धर्मा धर्मा सर्वा धर्मा गागा नामा ला सुपा री
शुद्ध शब्द शुद्ध शुद्ध दाप्त शुद्ध दाप्त दारा धर्मा धर्मा शुद्ध धर्मा दाप्त दा तशब्द तु जनत ज्ञाना ज्ञाना गर्प आ भनेर है आको पछाडि पनि दुईटा सानो सानो गोलो गोलो दुईटा छ यो चाहिँ याङ मानिन्छ स्वर र भित्र एउटा याङ मानिन्छ है अनि गाप्त गारा गर्पा गर्भा भने बाप्त बामाथि रात छ नि र आदि मानि आदि छ भने झेन्जुक भयो भने अगर अक्षर के छ त्योसँग जोड्नु पर्यो है गाप्त गारा गर्भा गर्भा अनि आमा अगर छ अनि पछाडि के छ गोलो दुईटा चाहिँ याङ हो आ भनेर है तेने पाल्देन तोजे छाङ गासिङ खुने थल्मो छार कोम्बो चोम देन देशिन शेक चोक्साङ गेला छक्छल ते नामाङ गोम्बो शेनम दाङ सांवाङ लाक ना दोजे दे ठोवो ग्याल्पो चेनम कि सांगते नेनी छिक्ते सोल कोम्बो ताकचाक जेई राङ लेक्सो लेक्सो लेकपर सुङ ताकचाक याङथाक चोकपा यी छङचुप थोपे थुन्चेन जे ड्रोवा कुन्मे नामदाङ नि नमडुल टेपु छलवा यी नमथाक लेकपे लामदी नि ग्युठुल डावे छुलतेन पा सापचिङ याङला क्याचे वा थुन्चेन ड्रोवे थुन्चे पा सांगे नमकी युल्दी नि जोकपे सांगे कुंकी शे फाकपा ग्युठुल डावा तोङठाक चुठुक पा पामा चिन्ह लाउने है पामा चाहिँ चिन्ह लाउनु पर्छ जोरी र बिजोरी यसरी आउँछ चुठुक भनेर जोरी आइने है चुठुक अनि पा चाहिँ पालाई जोरी छैन जोरी नभएकोमा चाहिँ हामीले जोरी चिन्ह लगायो भने पढ्न सजिलो हुन्छ है चुठुक पा नेलचोर छेम्बे खुकी ताकपो तिङे जिनमा पनि चिन्ह लाउनु पर्छ है बिजोरी भयो नि है डावे लिउ लेमा पनि चिन्ह लाउनु पर्छ है बिजोरी भयो नि है छुङवा चोमदेन देमा पनि चिन्ह लाउनु पर्छ है बिजोरी छ नि है तेसिन शेक्पा शाक्या यसमा पनि शाका शाक या शाक्या शामा के छ हात छ नि हात चाहिँ भन्ने चाहिँ अगर हुने है अनि याको माथि का छ नि है यो दुईटा अक्षर भयो नि या र का अनि गाप्त गा जाप्त जा डाप्त डा दाप्त दा भाप्त बा जानत ग्या काशुल छा भनेर चाहिँ दुईवटा अक्षर भएको 7 छ नि है
त्यो भित्र चाहिँ यो छैन भन्ने कुरामा चाहिँ अनि का चाहिँ के भयो आदि आदि हो भने झेन्जुक हो है झेन्जुक भयो भने अगाडि अक्षर के छ त्यो सम्झाउनु पर्यो अनि शाका शाक या शाक्या भन्ने यसो आउँछ भने है शाक्या थुपे सुङपा चुम्देन दे जाम्बल येशे सेम्बे थुनमा चिन्नु पर्छ है बिचरी बहिनी है दाम्बे छेनमा पनि चिन्नु पर्छ बिजरी है याङमा पनि चिन्नु पर्छ बिजरी हो नि है थाक पर जेपा चोक्सो यहाँसम्म चाहिँ जम्बसुन्दी सित्यो आज यहाँसम्म राखिदिन्छु है पेज नम्बर 26 को है शेरी पर्खाङको अथरमा शेरी पर्खाङले बनाएको धमाङको अथरमा चाहिँ मैले पढाइराखेको छु आजसम्म चाहिँ यहाँ पेज नम्बर 26 मा पुगेको छ 26 को बीच चाहिँ तर छ हैन यहाँसम्म राखिदिन्छु चिन्नु पनि लगाउँछ अनि भोलि चाहिँ अनि यसको पछाडिबाट हामी पढेर जाउँ है अनि सबैजनालाई टच दिएर नमस्ते पछि भेटौँला।